वेलकम बैक टू माई न्यू भिडियो। अनि आज हामीहरू यहाँनिर मेरो डेली काम देखाउँछु माइनक्राफ्टको भित्र। सुरुमा त म हिँड्दैछु माइनक्राफ्टको लागि। यो इफिसियन्स यो मेरो इन्चेन्टेड पिक्याक्स मात्र छ, धेरै केही छैन अरू। त्यो पनि 6-7 वटा एक इन्चेन्टमेन्ट लगाएको, जो मैले ट्रेड गर्दा 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 दिमाग ह्याङ भएपछि पाएको छु। यो मेरो सिक्रेट त भन्न मिल्दैन, एउटा पर्फेक्ट एरिया के हो टपहरू केही छैन नि सेट, तर यहाँ धेरै मबहरू स्पन हुने चान्स छ। हजुर एन्ड गाइज यो मबहरू ओए गाइज हामी छिटो जानुपर्छ जस्तो छ। यही त लाइटको चाहियो नि त। अघि थोरै पङ्गा भइरहेको छ भाउसँग। Oh my god, ओह टॉर्च मिल गया। ये मेरे को टॉर्च मिल गया। गाइस चलो पचकाने हरकत गरेँ भने आई एम सॉरी। गाइस अब हामी एमराल्ड होइन डायमन्ड माइन गरेको गर्छौँ। आज हामी यहाँ भएको सबै माइन गर्छौँ। 20-20 यहाँ झन् हुँदैन नि हौ, टेको त्यही किन्छ ल 25 त लाग्दैन त्यसमा त मात्रै नि होला तैँले त्यसो गरेपछि बुवा आमाले त्यसै हो त भन्नुभएको, तैँले बिगारेको तैँले गरेको भनेर त्यसै हो त। हामी बस 10 वटा मात्र पिस कलेक्ट गर्छौँ गाइस। अब लास्ट जो कि हामी 40 वटा गर्छौँ। कति 55 40 भनेको 55 वटा भइसकेछ गाइज। यसलाई रिसेट गरेर हाम्रो 19 वटा मात्र गरेर हामी यसलाई नर्मली कन्भर्ट गरेर चेस्टमा राख्छौँ।
Oke, guys, terus हामी पछि स्टार्ट गर्छौँ यो वर्ल्डमा ल्याइहाल्नु भने गर्छौँ गाइज आजको लागि यति नै हो बाई बाई सी यू टुमारो एन्ड बाई